हेलो वेलकम टु माई मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ। हाम्रो बिहानी स्टार्ट भयो यसरी। नानी उठी टक्कसँगले नानी उठी अनि उसलाई मैले गुड मर्निङ भने। अनि उसलाई चाहिँ उठ्ने बित्तिकै तातो पानी अनि खाजा चाहिन्छ है। अनि मैले अलरेडी खाजा पनि रेडी गरिसकेको थिएँ। अनि अन्डा र चिउरा पनि दिएको थिएँ। उसले खाइ पानी र अनि यताउताको कुरा नगरिकन सबै त काम सकेर म लागेँ पसलतर्फ। त पसलमा गएँ अनि टलक्क हुने गरी पोचा लगाएँ अनि पूजासुजा पनि गरिसकेँ। अनि त्यसपछि धुप बाल्न चाहिँ बाँकी नै थियो। हेलो हेलो विन्टर भन्ने मन त थियो नि, तर के गर्नु, घाम लागेको छ टन्टलापुर। र पनि हाम्रो पसलमा चाहिँ यो ली लेखेको टी सर्टहरू अनि त्यसपछि यो जिन्सको भित्र फर भएको एकदम तातो लाउन न्यानो हुने टाइपको जिन्सको ज्याकेटहरू आइसकेको छ। हजुरलाई चाहिन्छ भने छिट्टो आएर हाम्रो पसल भिजिट गर्नुहोला, नत्र हामीलाई स्क्रिनसट गरेर पठाइदिन सक्नुहुन्छ। अल ओभर नेपाल डेलिभरी हुन्छ। हेर्नु न, एउटा हात गोजीमा अर्को हात निस्किरहेको रहेछ, थाहा नै भएन। र पनि यस्तै भए पनि हालिदिएँ। अनि हजुरहरू मनपर्छ भने आउनु होला है त हाम्रो पसल। दमक छ यति भिडियो बनाइसकेर मैले पोस्ट गरेँ। अनि पोस्ट गरिसकेपछि अब मेकअप गर्नु पर्यो भनेर ओरिजिनल फेस लिएर आएँ होइन। अनि त्यसबाट मेरो चाहिँ थ्रेडिङ गर्न पनि बितिरहेको रहेछ। अनि स्टार्ट गरेँ मैले। अनि थाहा छ हजुरहरूलाई, मलाई त यो एडिट गर्न त एक त आउँदैन होइन। अनि एडिट गर्न आए पनि मलाई यो म्यासेजहरू धेरै आइरहेको छ क्या, तपाईँको ओरिजिनल भोइजो यो भन्दै आइरहेको छ। मेरो ओरिजिनल भोइजो यो होइन। मैले यसमा केही इफेक्टहरू प्रयोग गरेको छैन, मलाई इफेक्ट प्रयोग गर्न पनि आउँदैन। अनि हजुरले भन्नुभएको थियो नि कहानी बनाउनु न, एउटा कहानी भन्दै गर्नु अनि त्यसपछि भाइरल हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। मलाई त्यस्तो उस्तो कहानी पनि केही आउँदैन। अनि मैले लगाएँ सनस्क्रिम अनि त्यसपछि बिबी क्रिम सँगसँगै एउटा, अनि बिबी क्रिम पनि लगाएँ। यसरी ट्याप 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 लगाएँ। लगाउँदै हजुरलाई के भन्छु भने कुन एडिटर प्रयोग गर्नुहुन्छ नि हजुरहरू, मलाई थाहा नै भएन। कुन गर्ने मलाई थाहा नै भएन। अनि त्यसपछि मैले लगाएँ कन्सिलर लाउनको लागि पनि मसँग त्यो ढ्याप डुप पाउनु केही पनि छैन। मैले हातले सुई लगाएँ। अनि म त यस्तो राम्री भएको फिल हुन्छ कि मलाई मेकअप गर्न थालेपछि संसारको सबसे राम्री नै मै होला जस्तो फिल हुन्छ। अनि त्यसपछि लगाएँ मैले यो क्रिम के लगाएँ। अनि त्यसपछि राम्री भएँ। अनि मलाई साथीहरूले भन्नुभयो पनि भएको थियो त्यो पसल कहाँ छ भनेर सोधे जस्तो टाइपको लाग्दै थियो। अनि त्यो पसल चाहिँ भन्नुहुन्छ नि दमक झापामा छ है त। हाम्रो पसल दमक झापामा छ, आउनु होला, सबैजनालाई वेलकम छ। अनि म चाहिँ यसरी नै मेकअप गर्ने हो है। यहाँ हेर्नु है, यति साधारण तरिकाले मेकअप गर्ने हो अनि राम्रै पनि हुने हो होइन। मलाई मेकअप जस्तै गर्दा पनि हिरोइनी भएको फिल हुन्छ, हिरोइन हुन्छ नि, हिरोइन भएको फिल हुन्छ होइन। अनि यस्तो राम्री हुन्छु कि कुरै नगरौँ। यसरी सुई गरेपछि रमाइलो हुन्छ, आँखा पनि राम्रो जस्तो देखिन्छ। अनि त्यसपछि मसँग एउटा यहाँ चाहिँ लगाम भनेको कस्तो आँखा बोलो झन्डै मरे होइन। अनि त्यसपछि अर्को पनि गालामा पनि यसो त्यसो लगाएँ। अनि यो चाहिँ लिपस्टिक सबसे महँगो लिपस्टिक हो क्या मेरो यो चाहिँ। अनि त्यही भएर मैले तपाईँहरूलाई यो चाहिँ स्लो मोसनमा देखाएको। हजुरहरूले कसरी लाउनुहुन्छ लिपस्टिकमा चाहिँ क्रस बनाएर लगाउँछु सुरुमा। अनि त्यसबाट एम बस्छ। अनि एम बसेपछि एम भन्नुपर्छ क्या, एकचोटि एम भन्नुपर्छ। अनि एम भनेपछि सबैतिर बस्छ, कस्तो राम्रो भएर बस्छ। अनि एकजना साथीले मलाई भन्दै हुन्थ्यो एडिट गर्दाखेरि त्यो स्पिडहरू यताउता कहाँबाट बनाउने भनेर सोध्दै हुनुहुन्थ्यो। त्यो चाहिँ तपाईँले मलाई पर्सनल्ली म्यासेज गर्नुपर्छ है। स्पिड बनाउन बल्ल सिकेको छु मैले पनि, नजानी। अनि त्यसपछि अर्कोजना साथीले के सोध्दै हुनुहुन्थ्यो भने तपाईँ पसलमै मेकअप गर्नुहुन्छ अनि ऐना चाहिँ कहाँ हेर्नुहुन्छ नि भन्दै हुन्थ्यो। मैले चाहिँ ऐना चाहिँ फोनलाई नै हेर्छु होइन। फोनमै यस्तो अब म हेरिरहेको छु नि, यहाँ यही फोनलाई चाहिँ ऐना बनाएर अनि हेर्छु। अनि लास्टमा केही मिस्टेक भयो कि जस्तो लाग्यो भने चाहिँ अनि पर्तिर गएर अनि हेर्छु। अनि अर्को कुरा के भने तपाईँको नेचुरल कपाल हो। नेचुरल मिन्स के हो थाहा छ? नेचुरल भनेको प्राकृतिक रूपमा दिएको क्या
हुन्छ नि यो मेरो नेचुरल कपाल हो कस्तो राम्रो छ नेचुरल कपाल अनि त्यसपछि मलाई चाहिँ क्यारेटिन गर्नु मन लाग्यो चाहिँ स्ट्रेट बनाउनु मन लागिरहेको थियो तर अब यसो सम्झिन्छु यस्तो नेचुरल कपाल यस्तो कर्ली हुँदा यस्तो कर्ली बनाउन मान्छेलाई कति रहर हुन्छ कति चाहना हुन्छ तर पनि बनाउनु हुन्न त्यही भएर म कर्लीमै बस्छु म क्यारेटिन गर्दिनँ क्यारेटिन होइन ओ क्यारेटिन नै हो अनि क्यारेटिन गर्दिनँ भने अनि त्यसबारे म कस्ती भएँ भनेर म यस्तरी हेर्छु क्या ऐनामा चाहिँ अनि चट्ट ऐनामा टक्क हेऱ्यो मेरो पछाडिबाट लुक्स यस्तो छ मेरो कपालको यसमा हल्का हाइलाइट गर्नु भने त राम्रो हुन्थ्यो र हाइलाइट गरेको छुइनँ अब एक दिन पछाडि चाहिँ हाइलाइट पनि गर्छु अनि मैले हेरेँ यसरी चाहिँ मलाई यस्तो देखेको रहेछ भनेर मैले हेरेँ अनि मैले कछुवा बिर्सेछु कछुवालाई चारोहरू पनि हाल्दिएँ अनि कछुवा चाहिँ तपाईँहरूलाई थाहा छ 6 महिनासम्म कछुवाले केही पनि खाँदैन जाडोको टाइममा अनि 6 महिना पछाडि चाहिँ फेरि खान थाल्छ उनीहरूले खाना पाएपछि उफ्रिन थाल्छन् अनि त्यसबारे त्यही हो अनि मैले पूजा पनि गर्न बिर्सेको थिएँ पूजा पनि गरेँ अनि नानीहरू खेलेको ठाउँमा गएँ अनि नानीहरू यसरी खेल्दैछ भनेर हेरेँ खाना पाएपछि कछुवाहरू यसरी हेर्छन् क्या यसरी खेल्छन् खाना पाएपछि अनि नानीहरू यहाँ खेल्दै थिए सबै लुगा भिजाएर डुट्टो थ्याङ्क्स फर वाचिङ बाई बाई हेभ अ गुड टाइम टु यु अल लभ यु अल बाई बाई